सो यु अल्सो हेभ अ डार्क निज एन्ड एल्बोज, तपाईँको घुँडा र कुइना पनि कालो छ, त्यही भएर तपाईँ सर्ट्स लाउन मान्नुहुन्न, स्लिपलेस लाउन मान्नुहुन्न। प्रोबब्ली यस। ओके, देन यो भिडियो तपाईँहरूको लागि। हाई गाइस, सुजी हियर, वेलकम ब्याक अन माई च्यानल वन्स अगेन। म चाहिँ हराउँदै आउँदै गरिरहेको छु होइन। सो एउटा राम्रो टपिक नभेटेछ म भिडियो बनाउन मन लाग्दैन, सो आई फाउन्ड टपिक टुडे। एकदम सर्ट छ बट इम्पोर्टेन्ट। सो विदाउट वेस्टिङ अ टाइम लेट्स जम्प इन्टु अ टाइटल। सो आइ एम स्योर यो भिडियो हेर्ने मध्ये अलमोस्ट 50% चाहिँ एल्बोज डार्क हुन्छ या तपाईँको निजहरू डार्क हुन्छ, घुँडा र कतिको चाहिँ यो नेकलाइन पनि डार्क भएको हुनसक्छ। इफ यु आर वान अफ देन स्टे ट्युन, यो भिडियो तपाईँहरूको लागि। अरू बेला नोटिस नगर्नु भएको भए पनि यो समरमा त तपाईँले पक्का नोटिस गर्नुभयो, तपाईँको घुँडा कालो देखेको छ सर्ट्स लाउँदाखेरि, एल्बोजहरू चाहिँ त्यति नोटिस हुँदैन, बट घाँटीहरू पनि तपाईँले नोटिस गर्नु भएकै होला कालो देखिएको। अरू बडी पार्ट चाहिँ इट्स फाइन, तर तपाईँको सम सर्ट्स अफ पार्ट मात्र है। वी आर नट टकिङ अबाउट द pubic part or any other parts, but तपाईँको एल्बोज, नेक एन्ड देन तपाईँको यो घुँडा चाहिँ किन कालो देखिएको होला, तपाईँलाई केही आइडिया छ भने कमेन्ट डाउन बिलो। मेरो चाहिँ रिसर्चको कुरा म भनिदिन्छु। तपाईँको एल्बोजहरू डार्क हुने, घुँडा डार्क हुने चाहिँ एउटा कमन रिजन भनेको चाहिँ फ्रिक्सन क्या, या प्रेसर। तपाईँले यसरी टेकेर बसिराख्नु भयो र सधैँ यहाँ तपाईँको चाहिँ प्रेसर परिराख्यो भने पनि तपाईँको त्यो डार्क हुने चान्सेस हुन्छ। अर्को भनेको चाहिँ तपाईँको डेड सेलहरू र एक्सपोलिएट नभएर डेड सेल हुन्छ, ड्राइनेस हुन्छ, हामीले त्यति धेरै त्यसलाई टेक केयर गर्दैनौँ। एल्बोजमा कसैले पनि मोइस्चराइजर लाएर बस्दैन आई गेस होइन। सो तपाईँको एल्बोज अनि तपाईँको निजमा चाहिँ तपाईँले चाहिँ धेरै ड्राई छोड्नु भएको छ, एक्सपोलिएट गर्नु भएको छैन भने त्यहाँ डेड सेलहरू जम्मा भएर बस्छन् क्या। सो त्यसले गर्दाखेरि पनि डार्क देखिन्छ। नेकलाइनमा पनि प्रोबब्ली तपाईँले एक्सपोलिएट गर्नु भएन होइन, या तपाईँको सिक्रीहरू या केही नेक पिस लाउनु भएको छ, त्यसको चाहिँ तपाईँको फ्रिक्सन या प्रेसर ले पनि हुनसक्छ र एक्सपोलिएट नभएर पनि हुनसक्छ। अर्को एकदमै इम्पोर्टेन्ट र मेडिकल रिजन भनेको चाहिँ तपाईँको हर्मोनल चेन्जेस है। कहिलेकाहीँ तपाईँको थाइरोइड भएकोहरूलाई या अरू कुनै हर्मोन्स प्रब्लम भएकोहरूलाई। अर्को चाहिँ तपाईँको यो इन्सुलिन रेजिस्टेन्ट जुन छ हाम्रो सुगर पेसेन्ट या डायबेटिक या तपाईँको इन्सुलिन रेजिस्टेन्ट जुन बिगिनिङको फेज भयो, त्यसमा पनि तपाईँको नेकलाइन चाहिँ तपाईँको डार्क देखिने, एल्बोजहरू भयो, निजहरू भयो र तपाईँको चाहिँ स्किन फोल्ड भएका पार्टहरूमा चाहिँ तपाईँले डार्कनेस नोटिस गर्न सक्नुहुन्छ। यी त भए कमन रिजन। अब यसलाई गर्ने के त? फर्स्ट अफ अल तपाईँले गर्न के सक्नुहुन्छ भने यसरी बस्ने बानी छ तपाईँको, यस्तोमा चाहिँ होल्ड गरेर भने मैले चाहिँ के गर्छु भने, मेरो पनि म अफिसमा बस्दा त्यस्तै नै हो। यस्तो एउटा पेपर अलिकति स्क्विजी वान, आई पुट सम सर्ट्स अफ द स्क्विजी थिङ्स, टावल या केही रुमालहरू राखेर यसरी टेक्ने गर्छु। फ्रिक्सन या प्रेसर हटाउनलाई तपाईँको यो घुँडाहरू टेकेर बस्ने या घुँडा टेकेर काम गर्नुपर्ने होइन, तपाईँको चाहिँ खेतबारीमा कतिले घुँडा टेकेर पनि काम गर्नुहुन्छ। अब एथलिक पोर्सनहरूको पनि हुनसक्छ। यस्तो केसमा चाहिँ तपाईँले फ्रिक्सन कम गर्ने या तपाईँको प्रेसर कम गर्ने खालको चाहिँ अलिकति आइडियाहरू लगाउनु पर्ने हुन जान्छ। तपाईँले किन त्यस्तो धेरै नेग्लेक्ट गर्नुभएको त्यो पार्टहरूलाई? तपाईँले रेगुलर मोइस्चराइज गर्ने या त्यसलाई एक्सपोलिएट गर्ने चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँले टाइम टु टाइम त्यसलाई डे एन्ड नाइट टाइममा चाहिँ तपाईँले प्रपर मोइस्चराइजर युज गर्ने र टाइम टु टाइम यसलाई एक्सपोलिएट गर्न सक्नुहुन्छ। एक्सपोलिएसनको लागि AHA BHA इज द मस्ट वर्किङ कम्पाउन्ड भन्छु मैले। तपाईँले वन्स अ विक अर ट्वाइस अ विक तपाईँले एक्सपोलिएट गर्नुहोस्, त्यो टोनिक सोल्युसन लगाइदिनुहोस् त्यो पार्टमा, एन्ड देन रिमुभ इट आफ्टर 30-40 मिनट, एप्लाई मोइस्चराइजर सफिसियन्टली। सो यति भयो भने पनि तपाईँको डार्क हुँदै गएको जुन यो पार्ट छ यसलाई लाइटन अप गर्न एकदम हेल्प गर्छ। आफ्नो हेल्थको टेक केयर गर्नुहोस्। यो यस्तो प्रब्लम धेरै जस्तो ओभरवेट भएकोहरूलाई पनि देखिन्छ, बिकज तपाईँको इन्सुलिन रेजिस्टेन्ट हाई हुनसक्छ या तपाईँलाई डायबेटिक सुगर पनि सुरु भइसकेको हुनसक्छ। तपाईँले एकदम धेरै ध्यान दिनुहोस् आफूले खाने कुराहरूमा, रेगुलर एक्सर्साइजहरू गर्ने, आफ्नो बडी र हेल्थलाई चाहिँ एकदम फिट राख्नलाई तपाईँले अलिकति फोकस गर्नुपर्ने हुन्छ नै। नेक्स्ट, हर्मोनल चेन्जेसमा हामी पर्सनल्ली आफूले केही गर्न सक्दैनौँ, तर तपाईँको एक्सर्साइजले एकदमै धेरै हर्मोनल इम्ब्यालेन्सहरूलाई चाहिँ ब्यालेन्स गरिदिन्छ। त्योभन्दा उता गएर तपाईँले डर्मेटोलोजिस्ट या गाइनिकको सल्लाह लिनै पर्ने हुन्छ यस्तो प्रब्लमहरूलाई चाहिँ तपाईँले सल्भ गर्नलाई। तपाईँले आफै हर्मोनल कन्ट्रोल पिल्सहरू या यताउति खानु चाहिँ हुँदैन। सो ओभरअल यही नै हो तपाईँले गर्न सक्ने कुरा भनेको। सो माई सजेसन अफ गेट रिड अफ दिस डार्क प्याचेज अन योर निज अर एल्बोज भन्नुहुन्छ भने वन्स अ विक तपाईँले एक्सपोलिएट गर्ने AHA BHA सोल्युसनले। नेक्स्ट,
तपाईँले 40 मिनट राखेर यसलाई वास गरिदिनुहोस् र थिक मोइस्चराइजर तपाईँले अप्लाई गरिदिनुहोस्। सुगर कन्टेन्ट फुडहरू एकदम कम खानुहोला। अर्को भनेको तपाईँले यसरी प्रेसरबाट चाहिँ यसलाई बचाउन सक्नुहुन्छ। अब नेकको लागि चाहिँ तपाईँले नाइग्रा फिक्स भनेर एउटा क्रिम नै पाउँछ फार्मेसीमा, त्यो पनि अप्लाई गर्न सक्नुहुन्छ। यति गर्नुभयो भने पनि तपाईँको एल्बोज र निजहरू चाहिँ डार्क देखिँदैनन्, द सेम कलर देख्न जान्छ जुन तपाईँको अरू बडीको कलर छ। सो थ्याङ्क यू सो मच गाइज, यु मेक इट अप टु हियर एन्ड यो भिडियो पुरा हेर्नु भएको हो भने थ्याङ्क यू सो मच एन्ड थ्याङ्क यू सो मच फर द हु ह्याड अलरेडी सब्सक्राइब मी एन्ड इफ यु हेभन सब्सक्राइब प्लिज डु सब्सक्राइब। मैले यस्तै टाइपको भिडियोहरू लिएर आउँछु एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट एन्ड हिट द बेल बटन। थ्याङ्क यू सो मच वन्स अगेन।